अब यो साल 2026 को अहिले अगस्त महिना छ। कति फले त काँक्रा भन्दा यो सबभन्दा ठुलो हेभी काँक्रो हो। यो कत्रो छ कत्रो मादल जत्रो काँक्रो छ। यतापट्टि काँक्रो छ, उतापट्टि काँक्रो छ, उतापट्टि सिमी पाडा जत्रो सिमी छ त्यहाँ त्यत्रो। त्यसपछि यताबाट हेर्दाखेरि काँक्रा गनेर सकिँदैन। यसरी हेर्ने हो भने कसरी गर्ने, कति छन् कि कति यस्तो लट्टै काँक्रा ये त्यहाँ टिप्यो अझ दुईवटा तिनवटा त्यहाँबाट यताबाट माथि कोही पल्टे हान्नु पल्टे हान्नु यता पल्टे हान्नु यता पल्टे हान्नु। उहाँ बत्तीलाई लाउँदैछु, यहाँ भित्ता पुगेको छ, लाउँदै बत्तीले छ। यहाँ पनि एउटा बत्तीले लाइसिया छ ती सानो झाल हेर्ने हो झाल। यहाँ पनि एउटा बत्तीलाई आउँदै होइसिन्छ यतातिर। अब यताबाट हेर्ने हो भने यहाँ हिजो एउटा काँक्रा टिप्यो ठुलो, त्यसपछि यहाँ यतिका छ नि लट्टै पल्टिनु छ काँक्राहरू। एउटा काँक्रो माथि यस्तो छ कि काँक्राको रमाइलो, काँक्राको रमाइलो। फुलबारी यता सलक्क यो फुलबारी, टमाटोबारी, फुलबारी, टमाटोबारी, फुलबारी हुँदै पुरा फुलबारी। त्यसपछि यो पुरा फुलबारी। यहाँ चट्ट गमलामा स्याउ फलेको र गोलीला स्याउ फलेको छ। यस्तो रातै त माथिबाट काँक्राहरू फेरि उपल्लो तला फालेका काँक्रा फेरि माथिल्लो तला फालेका पल्टिरहेको। बत्तीलाहरू त्यहाँ पल्टिहाल्नु, कोही बत्तीले त्यहाँ पल्टिहाल्नु। काँक्रा करेन्टीहरू यता चटेलीहरू सिमीहरू चटेला फलेर दानै दाना दानै दाना दानै दाना दानै दाना यस्तो रुखको टुप्पासम्म वाह 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 भइरहेछ। यहाँ मान्छेले चटेला टिप्दैछन् कसैले त्यहाँ जति ठुलो टिप्थ्यो उति बढ्दैन भने मान्छेले चटेला टिपेर बाटाभरि जम्मा भइहाल्थ्यो। रमाइलो छ जे होस् जिन्दगी। फलिफलाप छ यहाँ, फलिफलाप छ यो घरमा। वाह हो लहेर कति भयो टमाटर? चटेला कति भयो? छोपे मैले स्याउ पनि रहेछ। भिडियो मात्रै, जस्ट भिडियो 2026 सालको अगस्त महिनामा ल फलेको छ यत्रो के जय श्री कृष्ण भन्दा एकचोटि।